उपनिषदद्वारा ईश्वरको अपरोक्ष साक्षात्कार हुन्छ। तर श्री व्यासजीले यहाँ विचार गर्नुभयो कि उपनिषदहरूको भाषा नबुझिने छ। उपनिषद भनेको सबैभन्दा माथिको ज्ञान हो, वेदान्तको। त्यसैले उपनिषदको भाषा नबुझिने हुनाले साधारण मानिसहरूले पनि बुझुन् भनेर उपनिषदको ज्ञान जो दिव्य छ, हामी विलासी मानिसहरू, हामी सांसारिक मानिसहरू त्यो दिव्य ज्ञानलाई अनुभव गर्न सक्दैनौँ। मानिसको जीवन के त अति विलासी छ। हेर्नुहोस्, त्यसकारण ज्ञान मार्गद्वारा जीव ईश्वरको नजिक जान त सकोस् भन्ने कुरा असम्भव छ। अति वैराग्य बिना ज्ञान मार्गमा सफलता पाइँदैन। हेर्नुहोस्, ज्ञान मार्गको लागि अति वैराग्य चाहिन्छ, सफलता पाइँदैन। ज्ञानको जग के हो त भन्दा वैराग्य हो। हेर्नुहोस्, वैराग्य भनेको के त भन्दा कुनै पनि विषयप्रति राग नहुनु।